हाम्रो मोबिकोमा वर्क पर्मिट भेरिफिकेसनको लागि धेरैवटा इन्क्वायरी आएको छ। यसमा हजुरले भेरिफाई गर्दाखेरि कतिवटा केसेसहरू चाहिँ फेकहरू भेटाउनु भयो त? आज पनि एउटा होइन, 1 2 3 3टा वर्क पर्मिट भेरिफाई गर्दाखेरि 2वटा केस चाहिँ फेक वर्क पर्मिटै थियो क्या। अनि अब मैले देखेको अनुसार चाहिँ सर्बियामा चाहिँ 90% हो, इभन 99% वर्क पर्मिटहरू मैले भेरिफाई गर्दाखेरि चाहिँ सबै फेकै निस्किए होइन। सर्बियामा चाहिँ हो, सर्बियाको केसमा चाहिँ धेरैवटा वर्क पर्मिटहरू सबै म्यान पावरहरूले फेकै बनाउँदा रहेछन् होइन। अनि यस्तो केसमा कहिलेकाहीँ भिजा पनि लाग्छ, किनभने एम्बेसीले त्यस्तो स्क्रुटनाइज गर्दैन वर्क पर्मिटहरू। यो कम्पनी जेन्युइन छ कि छैन, यो कम्पनीले साँच्चीकै हायर गरेको छ कि छैन, यो कम्पनीले रेजिस्टर गरेको छ कि छैन भनेर मान्छे उडेर पनि जान्छन् होइन। भिजा पनि लाग्छ, उडेर पनि जान्छन्, वहाँ जाँदाखेरि कम्पनी नै हुँदैन। कहिलेकाहीँ त केसम्म देखायो भन्दाखेरि कम्पनीको नाममा वर्क पर्मिट इस्यु भएको हुन्छ, कम्पनीले एप्रुभल दिएको हुँदैन, त्यही पनि त्यो त्यो कम्पनीको नाम ढाँसेर गरिदिएको हुन्छ। अर्कै मान्छेको वर्क पर्मिट हुन्छ, उनीहरूले आफ्नो नामहरू एडिट गरेर फोटोसपबाट एडिट गरेर वर्क पर्मिट इस्यु गर्ने गरेका छन् म्यान पावरले। अनि त्यो मान्छे वहाँ जाँदाखेरि कम्पनी त हुन्छ तर कम्पनीले हायरै गरेको हुँदैन त्यो मान्छेलाई, अनि अलपत्र पर्छ। यस्तो केसेसहरू हामीले धेरै देख्यौँ। यो सर्बियामा मात्रै होइन, अस्ति ग्रिसको, नेदरल्यान्ड्सको, अनि त्यस पछाडि हाम्रो रोमेनियाको लागि यस्तो केस पनि भेट्यौँ कि राम्रो राम्रो कन्ट्रिजहरूको पनि वर्क पर्मिट फेक बनाइदिएको। जस्तै अब आफैले पनि हेर्न मिल्छ, ओरिजिनल पिडिएफ छ भने त्यहाँ पिडिएफमा गएर केही इमेजेसहरू डक्टर छ कि छैन, या त त्यो पिडिएफ फाइलको मेटा डेटा हेर्न पायो भने चाहिँ त्यसबाट थाहा हुन्छ कि यो इमेज एडिट गरेको छ कि छैन, यो एडिट गरेको छ कि डक्टर छ कि टेक्स्टहरू थपेको छ कि फन्टहरू मिलेको छ कि छैन, यस्तो कुरा हेर्न मिल्यो। तर द बेस्ट वे अफ भेरिफिकेसन इज यु कम टु अस। हामीले चाहिँ त्यहाँको इमिग्रेसन डिपार्टमेन्टमा गएर के अरे इमेल लेख्छौँ, अनि त्यहाँ इमेल लेखेर अनि हामीले चाहिँ उनीहरूकोबाट रेस्पोन्स पाउँछ कि तपाईँले यो क्यान्डिडेटको यो पिन नम्बरको क्यान्डिडेटलाई तपाईँले भेरिफाई गरेको हो कि होइन, या त तपाईँले इस्यु गर्नुभएको छ कि छैन यो क्यान्डिडेटको पासपोर्ट नम्बर र नाममा तपाईँले भेरिफाई गर्नुभएको हो, तपाईँले इस्यु गर्नुभएको भनेर सोधेपछि बल्ल थाहा हुन्छ। अनि कस्तोसम्म केसेस देखेका छौँ भन्दाखेरि हामीले अस्ति मैले गर्दाखेरि रोमेनियामा चाहिँ कम्पनीको नाम एउटा थियो होइन, कम्पनीको नाम एउटा थियो, वर्क पर्मिट कन्ट्र्याक्ट लेटरमा एउटा कम्पनीको नाम थियो, तर वर्क पर्मिटमा चाहिँ अर्कै कम्पनीको नाम थियो। कन्ट्र्याक्ट लेटर चाहिँ जेन्युइन थियो, तर वर्क पर्मिटमा चाहिँ अर्कै मान्छेको नाम मेटेर त्यो क्यान्डिडेटको नाम हालेर प्लस कम्पनीको नाम पनि, कम्पनीको दर्ता नम्बर पनि होइन। हामीले पब्लिक डेटाबेसमा चेक गर्दाखेरि, रोमेनियन डेटाबेसमा चेक गर्दाखेरि त्यो कम्पनी त रेजिस्टरै भएको रहन्छ। कन्ट्र्याक्ट लेटर जेन्युइन थियो, वर्क पर्मिट फेक थियो। यस्तो केसेसमा अनि पछि गएर त्यो मान्छेको भिजा रिजेक्ट हुन्छ। भिजा रिजेक्ट भएपछि म्यान पावरले के भन्छ, भिजा रिजेक्ट भने त्यो हाम्रो गल्ती होइन, हामीले त सबै बनाएकै हो, तिम्रो पो भिजा रिजेक्ट भयो भनेर हुन्छ। तर भिजा रिजेक्ट हुनेको कारण भनेको चाहिँ डकुमेन्टेसन उसको राम्रो थिएन, त्यस्तो पनि भइदिन सक्छ। यस्तो स्क्याम्स र यस्तो फेक वर्क पर्मिट्सहरूबाट बस्नको लागि चाहिँ आफूले पनि अलिकति ड्यु डिलिजेन्स एप्लाई गर्नु पर्यो। तपाईँको भिजा रिजेक्ट भइहाल्यो भने पनि किन भयो भनेर एउटा भिजा रिजेक्सनको पनि क्लज दिएको हुन्छ क्या, डकुमेन्ट्स इन्सफिसियन्ट भयो कि, या त तपाईँको के अरे यो डकुमेन्टेसनमा तपाईँले झुटो बोल्नुभएको छ कि भनेर यस्तो कुराहरू हेर्नु पर्यो तपाईँले। Select the best to be the best. Download Mobico app now.